सम्पूर्ण मेरा फेसबुक अनि युट्युब भ्युअर्सहरूलाई एकदमै गुड मर्निङ, नमस्ते। विशेष आज म एउटा सब्जीको विषयमा हजुरहरूलाई छोटो जानकारी गराउन गइरहेको छु। विशेष यो हामीले यो नेपालीमा हामीले यो गुर्बा भनेर भनिन्छ अनि अंग्रेजीमा यसलाई कोब्रा लिली, साथै यसको साइन्टिफिक नेम चाहिँ के रहेछ भनेदेखि एस्पारागस। साइन्टिफिक नेम, कुनै पनि प्लान्टको साइन्टिफिक नेम जान्न एकदमै जरुरी छ र यसले हामीलाई खाँदाखेरि पोक्याउने, केलाउँदाखेरि पोक्याउने, यो के कारणले हो भनेदेखि जस्तो यसमा क्याल्सियम अक्जालेट क्रिस्टल भन्ने कम्पाउन्ड, केमिकल कम्पाउन्ड भएकोले गर्दाखेरि यसले हामीलाई कोक्याउने, चिलाउने गर्छ र यसलाई हामीले यो केमिकल कम्पाउन्डलाई कसरी हामीले न्युट्रल गर्ने भन्ने विषय लिएर यो केमिकल कम्पाउन्डलाई हामीले जब हामीले बोइल गर्छौं, यसमा बोइल गर्दाखेरि हामीले हल्का नुन हालेर बोइल गर्ने अनि यो बोइल गरेर जुन चाहिँ पानीहरू फ्याँकिदिने अनि साथै यो केमिकल कम्पाउन्ड क्याल्सियम अक्जालेट क्रिस्टलले चाहिँ जस्तो हामीले यसलाई न्युट्रल गर्ने एउटा उपाय पनि छ। यो न्युट्रल कसरी गरिन्छ भन्दाखेरि पकाउँदाखेरि जब बोइल गरेर फ्याँकेपछि हामीले नुन तेल हालेर मसला हालेर पकाउँछौं अनि पकाउँदाखेरि यसलाई अमिलो साइट्रिक एसिड, जसमा हामीले केमा पाउँछ भन्दाखेरि अमिलो चिज जस्तो के अरे अमिलो टमाटर अनि के अरे अमिलो दही, मही इत्यादि हालेर पकायो भने यो क्याल्सियम क्रिस्टल अक्जालेट क्रिस्टल भन्ने यसलाई चाहिँ यसले न्युट्रल गर्छ अनि त्यो न्युट्रल गरेपछि हामीले सजिलैसँग यसलाई हामीलाई मसलामा चाहिँ हामीले विशेष के युटिलाइज गर्नुपर्छ भन्दाखेरि लसुन, अदुवा इत्यादि हामीले यसमा हालेर एकदमै स्वादिष्ट तरकारीको रूपमा हामीले लिन सक्छौं। अनि यसमा पाइने जस्तो पौष्टिक तत्त्वहरू पनि निकै नै छ। जस्तो पौष्टिक तत्त्वमा के आउँछ भनेदेखि भिटामिन, फोलिक एसिड, न्युट्रिसन भन्ने कम्पाउन्ड चाहिँ यसमा बेसी ज्यादा मात्रामा पाएकोले गर्दाखेरि यो खानामा एकदमै स्वादिष्ट अनि यसले हामीलाई के असर गर्छ भनेदेखि यसले कतिवटा एडभान्टेज अनि डिसएडभान्टेज पनि हामी पाउँछौं। यसमा डिसएडभान्टेजमा यसले हामीले खाँदाखेरि जस्तो हातखुट्टाहरू दुख्ने यस्तो बिमारहरू हामीले देख्न पाइँदो रहेछ। जस्तो अनि सुगर प्रेसरहरूमा पनि अलिकति कम्ती नै खाएको राम्रो लाग्यो। अनि यो प्राय पाउने सिजन चाहिँ मे जुन भएकोले अनि यो मे जुनमा चाहिँ हामी यसलाई खोजेर सजिलैसँग जङ्गलमा खोजेर पनि खान सक्छौं। यदि भन्दै मेरो यो सब्जी गुर्बाको विषयमा छोटो जानकारी हजुरहरूलाई यतिमै राख्न चाहन्छु। धन्यवाद।